मधेसमा त 100% हो। बालेन शाहको फोटो मात्रै टाँसिदियो भने पनि घन्टी बज्यो, किनभने मधेसका जनताले अन्न खान थालेका छन्। हाम्रा पहाडका जनताले अझै पनि गु नै खाँदैछन्। सुँगुरलाई स्वर्ग जान्छस् भन्दा गु खान पाइन्छ भन्थ्यो अरे। त्यस्तै हाम्रा पहाडका एमाले, काङ्ग्रेस, माओवादी छैन क्यारे, खाओवादीका टट्टु झोले गु जनता भेडालाई पुराना नेता पुराना पार्टीले केही ख्यासेनन्। जतिचोटि यिनीहरूलाई जिताएर पठाए पनि उही भ्रष्टाचार गर्ने, चोर्ने, लुट्ने, ठग्ने मात्रै काम गरे। विश्व कहाँबाट कहाँ पुगिसकिसक्यो। हाम्रो देश झन्झन 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 उँधोगतितिर लागिरहेको छ। यो देश युवाकै हो। यिनीहरूले कदापि पनि बिगार्दैनन्। यिनीहरूलाई नै सुम्पिदिउँ, यिनीहरूले नै जे गर्नु छ गर्छन्। यिनीहरूले देशलाई उँभोगतितिर लिएर जान्छन्। देशको बाटो भविष्य यिनीहरूले आफै सोचेर निर्धारण गर्छन्। अब यी युवालाई नै देश सुम्पिदिउँ, यिनीहरूलाई नै भोट हालौँ, यिनीहरूलाई नै जिताउँ भनेर भन्यो भने भ्रष्टाचार कसले गरिदिन्छ? देश कसले लुटिदिन्छ? देश कसले बेचिदिन्छ? हाम्रा छोराछोरी नाति नातिनालाई कसले विदेश लगेर बेचिदिन्छ भनेर गुखाएर बसिरहेछन्।